देखिएको दृश्य भनेको हिमा नदी, यो सिन्जा उपत्यकामा बग्ने हिमाल नदी हो। अनि यो चाहिँ काठे पुल, यो एकदमै भाइरल भएको पुल हो। विगत केही समयदेखि यो पुल नयाँ देखिएको छ। भनेको 2069 सालमा आएको ठुलो जुम्लामा आएको यो बाढी पहिरोले यो पुल नै सबैलाई बगाएको थियो। पहिला काठे पुल थियो, अनि त्यसपछि अहिले यो पछि बनाएको नयाँ इन्जिनियरिङ तरिकाले, तर पुरानै बनाउन खोजेको हो। तर पनि पहिलाको जत्तिकै चाहिँ बनाउन चाहिँ सकेको छैन, मलाई चाहिँ त्यस्तै लाग्छ होइन। अलिकति राम्रो जस्तो लाग्दैन। यो पैसाले बनाएको हो र यो अहिले बनाएको फोटो भिडियो अब पहिला बनाएको अर्को छ। आओ मेरो फोटो खिच्छ त, त्यार झुडाउ बाइजाउँला अब।